स्कुलको यो प्रोग्राम छ। यो सेन्ट्रल बस स्कुल यहाँनिर अरेन्जहरू आएको छ। यहाँ चाहिँ पानीपुरी कहाँ गएर आएको यहाँ हाम्रो पिटी पाठ प्रोग्राम स्कुलको अब हामी एउटा यहाँ हलमा बस्दैछौँ है। बिचमा बसौँ भन्दै थियो बिचमा 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 बस्नु भनेको पिँढी देख्छ नि त बिचबाट छेउमा छेउमा बसौँ न त बिचको छेउमा बिचको छेउमा बसौँ न पिँढी त्यो अलिक जाउँ अलिक अलिक अगाडि अलिक अगाडि अगाडि अलिक अगाडि जाउँ नि पिँढी सम्पूर्ण शिक्षण प्रशिक्षण कर्मचारी ध्वनि व्यवस्थापनमा प्रसिद्ध रीति परम्परा संस्कृति आफ्नै नाम आफ्नै ठाउँ भाषा साहित्य गीत सङ्गीत सबैको खोजीमा सबैको खोजीमा सबैको पलायन फर्क फर्क तिम्रो माटोले तिम्रो गाउँले तिम्रो घरले हरेक कुरा जसलाई तिमीले विशाल माया गरेका थियौ पर्खिरहेका छन्। यस्तै छ एउटा कथा पलायन जर्नी अफ ड्रिम्स। Tidak ada, jangan kita sama dia. Kau tu kira apa ni? Mana tengok apa sebenarnya?
भइदिएको कतिवटा पागलहरूले त के भन्छ यता सुन न भाइहरू कति पागलहरूले त बेला बेला वर्ड त गराइदिन्छ भने यो नाके जान्छ कुन चाहिँ ठुलो कुरो होला होइन भने भोलि त जाम पुलिस लिएर आएको जाम बेस भएर ठाउँमा फेरि पुलिसहरू नआउने भन्दैछन् बेसी पुलिससँग ठुल्ठुलो कुरा नगरे अहिले मोबाइल निकालेर फोटो खिची दिन्छु न पो अहिले अरे सर जी इधर सुनिए तो अरे सर जी आप क्या इधर ड्राइवर से झगड़ा कर रहे हैं सर जी अरे यहाँ ड्राइवर से झगड़ा करने से लेकर आगे क्या चल रहा है वो देख के ट्रैफिक क्लियर कीजिए ना आप अपना ड्यूटी कीजिए ना अब क्या सर जी इधर पिछले 19 साल से तो हम ये काम करके आ रहा है जाम खुलाने का कोशिश करते करते मेरा आधा उम्र निकल चुका है अब कस्तो के पनि नहीं समझता है पूरी का तो ये ट्रैफिक जाम पहले 19 साल से चल रहा है नहीं मेरा मतलब दार्जिलिंग के जाम में मेरा 19 साल का एक्सपीरियंस है जाम तो हुने पर्छ नि हो साथी हो जाम नभए हाम्रो के काम फेरि काम नभएर सरकारले हामीलाई नोकरीबाट निकालेको भन्छ नि त मेरो परिवारको जिम्मा कसले लिने ओ सर हेलो यहाँ झगडा नगरेर उता जाम खुल्ने खाइ बोल्नु न कि म पुरा 18 लाख खर्च गरेर इजरायल लिएको अरे बाथरुममा मेरो फ्लाइट मिस गरे म के गर्नु अब के गर्छु अघि न अरे यत्रो 18 लाख तिरेपछि फस्यो कस्तो दुःखसँगले भन्नुभएको यत्रो ग्रिन एजमा त्यत्रो 18 लाख तिरेर किन जानु पर्यो तिमीलाई इजरायल धेरै भाइ यसो हेर्दा तिमी मेरो छोराको मेरो छोरै छौ 18 लाखले बिजनेस गर आफ्नै ठाउँमा बस नजाऊ विदेश बेसी ठुलो मान्छेसँग ठुल्ठुलो कुरा नगरे भाइ फेरि अहिले मोबाइल निकालेर फोटो खिची दिन्छु न पो चुपचापसँग बस्छ आफ्नै ठाउँमा बसेर यो जाम मात्रै भएपछि ठाउँमा के लुकेर बस्नु यहाँ त रोड पनि छ डेभलपमेन्ट पनि छ एम्प्लोयमेन्ट पनि छ बजार पनि छ टिएम पनि छ देखि जाम पनि बोका जुरोबाट थोसी बाँचिनु मेरो खुट्टा यही दुनियाँ भरको जाममा गएर मेरो ड्रिम जस्तो 16 वर्ष उमेरमा तैँले बर्बाद गरिदिस अब मेरो आँखामा पनि हेर्ने हुन्छ भाइ पनि कस्तो इमोसनल भइहाल्नु भएको म त सर्जिकल स्ट्राइकको भयो भनेर मरिरहेको नि हो यो पुलिसहरू चाहिँ कता बोलेको फेरि सर्जिकल स्ट्राइकै भएको जस्तो देवता मेरो बुद्धि मैले अघि नै सडक खानामा फोन गरिदिएको थिएँ अब त्यो पग्ला
राम्रो गरेको रहेछ खै के हो म त छक्कै पर्छु। किन भाइ यो जग्गा के भन्नु म त छक्क पर्छु। भनौँ भने के भन्नु ढुङ्गा टिपी के हाल्नु यतै कतै हुनुपर्छ। हाम्रा बाउ बाजेले थपक्क फुलेका फुल जस्ता आफ्ना उमेर दिएर अनि जिजु बोजूहरूले उस्तै लोकको जोबन दिएर एउटा सुन्दर ठाउँको निर्माण गरे। आफ्नो उमेर रगत पसिना अनि आँसु सबै बगाएर सुन्दर भारतवर्षभित्र पहाड किरायको रूपमा धरतीमै एउटा स्वर्ग दार्जिलिङ बसाए। धन्य छन् ती दूरदर्शी ज्ञानी पुर्खा जसले व्यक्तिगत जीवनका तमाम सुन्दर सपनालाई छातीभित्रै दबाएर आफ्नो सन्तानका लागि यस पहाड किनारलाई बस्न जिउन र जीवनमा केही गर्नका लागि सुयोग्य ठाउँ बनाए। तर के भन्नु म त छक्कै पर्छु। यस विशाल धरतीमा धरतीको एक कुनामा स्वर्गबाटै खसे झै हाम्रो सुन्दर ठाउँमा विस्तार विस्तार यो पलायन शब्द कहाँबाट आयो? हाम्रो गाउँमा समाजमा संस्कृति र संस्कारमा परम्परामा परिवार अनि मानवीय गुणहरूमा यो पलायन कहाँबाट छिर्यो? यो अदृश्य अतिक्रमण कहाँबाट आयो? अब सोच्नु पर्नेछ आजको न्यू जेनेरेसन। तर के गर्नु यसबारे सोचेर सम्झेर अरे आयुष कताबाट आएको कि गएको? फेरि आज स्ट्राइकको दिन म त गाउँ छोडेर हिँडेको त काका।
I'm sorry. तपाईले सधैँ भन्नुहुन्छ यो ठाउँ यो काम र यो देशको माटोहरू ठुलो सर्ने अर्थ छैन। तर मलाई यहाँ बस्नु मन त लागेन, त्यसैले तपाईँलाई बिदा मागेर आउनु परदेश लागेको भनेर आएको छु। हावा नबोल्नु। आमालाई दुःख दिएर आएको अनि यहाँ लुक्नको निम्ति बाहना बनाएको भन्नु होइन। अब चाहिँ पक्का लागेको परदेश कसरी अबदेखि त कहिले फर्केर नआउने गरी चल्दैको परदेश काका। अन्त यसको स्ट्राइकको दिनमा चाहिँ हिँडेर जान्छ परदेश होइन। त्यो छ नि एउटा अङ्कल पार्टीको प्रेसिडेन्ट। ए चेपागाउँमा भनेन? यस चेपागाउँमा। त्यसो भन्छ सरकारलाई त्यो त उसको जिस्काउने नाम हो। पार्टीको प्रेसिडेन्ट बस्नु पायो भन्दैमा घरिघरि खेपालाले जस्तो रङ बनिरहने हुँदा त्यसो भनेको पो। उसको खास नाम त आरएम हो। आरएम अङ्कल भन्नुपर्छ तिमीहरू, होइन आरएम सर भन्नुपर्छ। आरएम सर त्यही प्रेसिडेन्ट अङ्कल काका। ए भनेपछि प्रेसिडेन्ट आरएम अङ्कलले चाहिँ अरू सबैको लागि चाहिँ आज स्ट्राइक गरेको छ अनि आफ्नै गाउँठाउँ छोडेर पलायन हुनेको लागि चाहिँ खुल्ला गरिदिएको छ, होइन? त्यस्तो भनेको होइन काका। उसले पार्टी मन त छ, होइन? यहाँ बस। अब त्यही मनलाई यस्ता राम्रा साथीहरूको मनसित जोड। आमाको आँसु र उनको दुःखलाई बुझिदे, त्यहीबाट तेरो खुसी स्टार्ट हुन्छ। उपाधि हेर्दा हाम्रो गाउँ, जो जन्मेको घर, जो पढेको स्कुल, ती सबैले तँलाई बोलाएको जस्तो लाग्छ। बुझाएर घर गाडी आमा दुर्गा सिकाएको गाउँको समस्याले उभान मान्दै आयुष आयुष भनेको जस्तो लाग्दैन? होइन साथी, अब हामी बेसी बस्नु हुँदैन यता।
तिमीलाई के भएको चाहियोस् मसँग चाहिँ किन रिसाएको यसरी
तिम्रै क्यारेक्टरले गर्दाखेरि तिम्रो सबै साथीहरू दुश्मन भइसकेको छ। म भने तिमीलाई सपोर्ट गरिरहेको छु, तर तिमीले पनि मलाई शत्रुको बिहेभ गर्छौ। किन भन त? किनभने म एक्लै बाँच्न चाहन्छौ रोशनी। कोही पनि चाहिँदैन मलाई। जाऊ तिमी पनि यहाँबाट। लिभ मी अलोन। त्यसो भए साँच्चै जाउँ त? जाऊ न त जाऊ। अघिदेखि जाऊ नै त। ए आमा मलाई यहाँबाट लैजादैन। आफ्नो छोरालाई यस्तो अत्याचार नगर। तिमी आमा यस्तो निष्ठुरी हुँदैन भन्छौ। तर मेरो आमा चाहिँ कुन कुराबाट सक्यो? कुन कुरामा? साह्रै जस्तो छोरालाई छोडेर कहाँ गयो आमा? कहाँ गयो? आयुष के भनिरहेछ? मलाई माफ गर रोशनी। I'm so sorry. तिमीहरू केही नबुझी मलाई गाली गर्छौ। गुन्डा भन्छौ, चोर भन्छौ, रेप भन्छौ। No, I'm totally depressed, Roshni. Totally depressed. मलाई सबै भन्नु पर्दैन आयुष। अहिले पनि कता कता के बुझेको जस्तो लागेको छ मलाई। आयुषले के लाग्छ तिमीलाई? रियालिटी के हो? यसो गुड फ्रेन्ड मसँग सेयर गर्नु मिल्दैन? मलाई बाँच्नु मन लाग्दैन रोशनी। बाँचे पनि कतै कतै जानु मन लाग्छ। यो संसारदेखि, यो समाजदेखि टाढा टाढा जानु मन लाग्छ रोशनी। टाढा टाढा जानु मन लाग्छ। यो त तिम्रो टिचिङको प्रोसेस मात्र हो आयुष। तिमीले आफूलाई सम्हाल्नु पर्छ। कमसेकम आफ्नो आमालाई त सिक्ने कोसिस गर। कति माया गर्नुहुन्छ तिमीलाई? आमा फेरि आमा बस हो आमा रोशनी। मलाई 1 करोड आमाको नाम नलिनुहोस्। म जति आमाको नाम सुन्दै जान्छु म त्यति टाढा हुँदै जान्छु। नगराउनुहोस् आमाको कुरा। जल्दी भने यहाँबाट यो कुरा। किन नगर्नु आमाको कुरा? कस्तो छौ तिमी त? उता पनि आमा छोराको लागि दिन रात बेर गर्नुहुन्छ। कति याद गर्नुहुन्छ तिमीलाई? तर तिमी भने आफ्नो आमालाई यसरी हेट गर्छौ। पाप लाग्छ तिमीलाई। हामीसँग नडरे पनि कमसेकम ईश्वरसँगै डराउ। But she is not my mother. What? She is not? आज तिमीलाई सत्य बोल्छु रोशनी। ऊ मेरो आमा होइन। भन के भन्छौ? आफ्नो आमाको म्याटरमा यति तलसम्म गिरेको तिमी? जहिले नै सत्य हो रोशनी। आयुष क्याटेको थियो भएन भएको जाँदै कोही पनि बेनाबाट होइन। यस्तो लामो कथा छ र यो कथा सुन्ने कसैलाई फुर्सद पनि छैन। म सुनाउँदिन पनि। म त एउटा ब्रोकन फ्यामिलीको अभागी खुन मात्र हो रोशनी। अभागी खुन। म त्यति बेला 26 हात गर्नु थिएँ।
भाग्य लिएको मान्छे रुनु सक्छ आमा बाबा पनि साथैमा हुनुहुन्छ कोही पनि विदेश गएको छैन यस्तो राम्रो भाग्य लिएका लिएर आएको मान्छेलाई पनि हुनुहुन्छ त नरुवाहरू कि नरुवा हेर म त रुको छुइनँ I love you, Babu. आज त हाम्रो स्कुलमा जुब्ली सेलिब्रेसन छ अरे नाटक पनि छ अरे जुन नाम लगाइसक्यो
हस्पिटल ठाउँ हेरेर एक प्रकार इट्स ओके, टेन्सन लिनु पर्दैन। तिमीहरू आइपुगेर आफै देख्नेछौ। अब मम्मा बेटर भइसक्नुभयो। अन्त सुन्न दि, गाउँको मान्छेहरू चाहिँ राम्रो रहेछ है। उनीहरूले नै यहाँ ल्याएर एडमिट गर्दैछ आमालाई। आई एम सो ग्रेटफुल टु देम। कहाँ हौ? म आउँदा त धेरै सानो हुनुहुन्थ्यो नि। के गर्नु, हाम्रोमा त टाइम नै त हुँदैन न है। यहाँबाट बुवा कतिको टाढो हो र? आइपुगिहाल्यो नि। ओके, फोनमा लोकेसन पठाइदिएको छु। तपाईँलाई पनि दादा सिधै आउनु है। ओके दि, मिट यु सुन। ए, यतै आइपुगिसक्यो? दुई हेरेर सिधै आऊ। ए, काम भयो अङ्कल? हजुर बहिनी, यो डिस्चार्ज सर्टिफिकेट लिएर आएको छु। अब आमालाई छिटै यहाँबाट लान सकिन्छ। ओके ओके, भेरी गुड। तर मेरो दादा र दिदी पनि आइपुग्ने बेला भयो कि एकछिन यहीँ वेट गर्नु न ल। त्यही त हो बहिनी, म त छक्कै पर्छु। छोराछोरी भनेको त बुढेसकालमा आमा बाबाको निम्ति रोगको औषधि पनि हो। तपाईँहरूलाई देखेपछि त आमा धेरै निको भइहाल्नु भयो। त्यही भएको यो पनि। थ्याङ्क यू अङ्कल। धन्यवाद तपाईँहरूले आमालाई छिटो यहाँ ल्याउनु भएछ। नत्र यस्तो अबेग ठाउँमा आमाको के हाल हुन्थ्यो होला। पर्दैन हो बहिनी, थ्याङ्क यू केही गर्नु पर्दैन। हामी गाउँलेहरू त कट्टर शत्रुको निम्ति त सहायता गर्नु अगाडि बढ्छौँ भने तपाईँको आमा त हाम्रो गाउँको देवी हुन्। Mama, see who's here. Stop. Hi, Mama. This is Ashish. Chinu Mama Nai. No thanks, Mama. I'm okay. Hello, my beautiful sister. How are you? One thing, you're a good news, sir. मेरो डायनाको न्यू कम्पनीमा यू जब भएको छ। You know उसको मन्थली स्यालेरी कति हो? $3,000। हाम्रो ममालाई त थाहै छ होला $3,000 इन्डियाको कति हो भनेर। 2.5 lakhs। छोड्दे यसले त के भन्छ आफूले झन्डै भनेर भन्नु नभएछ। कुनै इङ्ग्लिसमा पनि के भनिबस्छ हौ। तपाईँ त के बिना पनि बिमार भएको ममा, सो बोरिङ। अब जाति पनि भइसक्यो त अन्त। त्यही हो, कोही बेला प्रेसर हाई हुन्छ, कहिले सुगरले पनि दुःख दिन्छ। तर क्याफेमा बिजी हुन्छु, आफै जाति पनि भइहाल्छ नि। तपाईँहरू कहिले पनि फ्रेस खाना खाँदैन। आफ्नो कल्चरल फुड, ट्रेडिसनल फुड भन्दै कुहिएको सडेको बासी खाना खान्छ। फेरि त्यो नयाँ छ नि कल्चरल फेस्टिभल मेला भन्दै बुढी फुट्ने गरी खायो। हामी आइज त्यो रक्तीमा खुवाएको मान्छेहरू। हाम्रो अमेरिकामा त त्यस्तो हुँदैन। र हेर्नुहोस् त, म क्या फिन्छु, मेरो डायना छन् ग्यास दिन भएको छ। थैको डक्टर ल छन् 0 फिगर नि। अब के भन्नु। तर यहाँको मान्छेहरू त यो त्यति टाढोबाट मलाई माया गर्न आएको कि गाली गर्न आएको। र अब त जाति पनि भइसक्यो। र त्यहीहरू घर आएर मलाई सुगरले दुःख दिए।
अनि के यसमा हाम्रो कल्चरल फुडको केही दोष छ र? त्यो आइस ठुलो घरमा त्यही गिर गर्ने काम त त्यसको हो नि। खोइ कहाँ छ त्यो? के गर्दैछ? कल पनि उठाउँदैन। त्यही अहिले सडकमा बाँचेको छु। नत्र तपाईँहरूले विदेशीहरूले विदेश प्रेमीहरूले मेरो लासले कमसेकम 1 महिना दसैँमा त घर आउनुपर्छ। मैले बजाउने धर्मन काट्न उहाँले हुनुहुन्छ ठोक्कर काट्न। ममा ममा आइला काम गरिदिनुहोस् न ममा। अहिले सबैले एकदम मलाई भएको तिमी मलाई खुसी लाग्यो र अब म साथी पनि बस्थे। अब हामी सबैसँग घर जान्छ। अब त्यो पुरानो घरमा तपाईँलाई बस्नु दिँदैन। हाम्रो प्लान भइसकेको छ। 1-2 दिन यहाँको लजमा बस्नेछौँ। त्यसपछि ट्रेन टिकट भएपछि रोजीकोमा गएर गोवामा बस्नेछौँ। त्यसपछि सबै प्रोसिडियर भएपछि म तपाईँलाई अस्ट्रेलिया लगेर जानेछु। के भनेको त्यस्तो? म त मेरो ठाउँ छोडेर कतै पनि जाने र अब सबैजना घर आयो। सबैजना यहीँको बस्दामा होइन नि ममा, हामी आफ्नो काम छोडेर यहाँ कहाँ बस्न सक्छ र? तपाईँको हेल्थको लागि पनि भनेको। तपाईँको हेल्थको लागि एकदमै राम्रो छ हाम्रो अस्ट्रेलियाको क्लाइमेट। मेरो हेल्थ बिग्रे पनि बिग्रोस्, मर्न पनि आफ्नै मातृभूमिमा मर्छु। तर जान्न तिमीहरूको राम्रो अस्ट्रेलिया र अमेरिका। अब तिमीहरू पनि कतै पनि जाने काम छैन। नरो तिमीहरूलाई त्यसो भयो भनेर मन नदुखाऊ। विदेश पनि नराम्रो त कहाँ हुन्छ? तर आफू जन्मेको ठाउँलाई राम्रो छैन अथवा राम्रो होइन भन्ने सोच कहिले बाहिर होइन नि ममा, एउटा पनि नराम्रो त छैन कि। तर कहिलेसम्म बसिरहनुहुन्छ यहाँ? सधैँभरिको लागि एक्लै छैन। म यहाँ हाम्रो क्याफे छ। क्याफेमा मान्छेहरू आइबस्नुहुन्छ र एउटा सुन्दर गाउँ पनि छ। त्यति मात्र नभएर नराम्रो गाउँलेहरू पनि छ। ओहो, तपाईँ काका नमस्कार। तपाईँको बारेमा मैले धेरै सुनेको थिएँ। तपाईँलाई कसरी धन्यवाद दिनु होला है त? हामी गाउँलेहरूको धन्यवाद काका। म पनि धन्यवाद काका भनेर बोलाउँछु। तपाईँको लागि केही गिफ्ट ल्याइदिनु त टाइमै पाइनँ र पनि जाने बेलामा एकचोटि भेट्नुहोस् होला। तपाईँलाई कति पैसाको जरुरत छ म दिएर जानेछु। माफ गर्नुहोस् बहिनी, तपाईँको पैसाको कुनै जरुरत छैन। अनि हामी गाउँलेहरू पैसाको निम्ति कसैको सहायता पनि गर्दैनौँ। म त छक्कै पर्छु। के बोलेको त्यस्तो? आफ्नो अगाडि कस्तो मान्छे उभिएको छ सोचेर बोल। तिमीहरूको उतातिर त्यस्तो हुन्छ तर यता हाम्रोतिर त्यस्तो हुँदैन। र मलाई तिमीहरूले मेरो घर नलाने हो भने अझै यही हस्पिटलमा बस्छु। तिमीहरूको राम्रो अस्ट्रेलिया अमेरिका तिमीहरू आमाले अलिक नराम्रो गरी मन दुखाउनु भएको जस्तो लाग्यो। उहाँलाई एकछिन आराम गर्नु दिउँ। आउनुहोस्, तपाईँहरू वेटिङ रुममा बस्नु। आउनुहोस्।
प्रेसर भएर नै आमाको स्थिति यस्तो भएको हो। फेरि भएर उहाँलाई ब्लड प्रेसर, सुगर धेरै बिरामी हुँदैछ। त्यसमाथि टेन्सन दिइरह्यो भने अझै अन्य बिमारी थपिन्छ। खासमा चाहिँ हाम्रो आमाले यसरी अचानक के भयो अङ्कल? कसरी बिमार भयो? फेरि हामीसँग पनि रिसाउने, इडी मार्ने, मन दुखाउने हुनुभएछ। हामीले त सुनाउनै छोडेर गएको। खै तपाईँहरू पनि विदेश भाँसिएपछि आउनै छोड्नु भएछ। उहाँलाई सम्पर्कविहीन भएपछि अलिक मनमा दुःख त लाग्छ। बेला बेलामा तपाईँहरूले सम्पर्क त गर्नुपर्ने हो। फेरि भएन त्यो आयुषले पनि निकै दुःख दिएर उहाँको अवस्था यस्तो भयो। मैले पनि आयुषले मलाई धेरै दुःख दिँदैछ भनेको सुनेको थिएँ। यो कुरा मेरो साथीले मलाई इन्स्टाग्राममा भनेको हो। एक दुईपल्ट मैले त्यसलाई कल गरेर सम्झाएको पनि थिएँ। माफ गर्नु होला भाइ, तर तपाईँले नै त्यसरी फोन गरेर घरि त्यसलाई गाली गर्नु हुँदो रहेछ। त्यसपछि त पुरा झन् बिग्रियो, घरको एन्भाइरोमेन्ट नै बिग्रेर गयो। वाट? त्यसले आफ्नो वास्तविक आमा बाउ खोज्न थाल्यो। घरमा कम अनि बाहिर बेसी बस्न थाल्यो। पछि त धेरै फ्रस्ट्रेसन भएपछि केही उपाय नलागेर त्यो बिस्तार ड्रग एडिक्ट हुन पुग्यो। अनि पछि त पैसाको निम्ति त्यसले घर नै छोड्न थाल्यो। ओ माय गॉड, अन्त अहिले यो कहाँ छ? खै अस्ति दसैँमा त घरमै देखेको थिएँ, तर त्यो एक ठाउँ कहाँ बस्छ? घरि घरमा हुन्छ, घरि कता हुन्छ, कुनै ठेगानै छैन। भनेपछि अहिले त्यो घरमा छैन होला है? छ होला। अस्ति आमालाई हस्पिटलमा एडमिट गर्नु ल्याउँदा पनि त्यो मसँगै आएको थियो। फेरि पछि हस्पिटलबाटै कता गायब भयो। त्यसको त ठेगानै छैन। म त छक्कै पर्छु। यस, मैले बुझेँ। हामी सबैजना फोरेनबाट यहाँ आउँदैछु भनेको सुनेर त्यो भागेको हो। आयुषको मात्र के बिना टेन्सन लिनु भएको मलाई त? आयुषको मात्र नाम लिइबस्नुहोस्। दिएन नदिए के हामी चाहिँ को छोराछोरी होइन? किन आफ्नो नाम लिएन भनेर रिस उठेथि क्या? जो दिन रात आफ्नो आफूको सामु हुन्छ त्यसकै नाम त लिन्छु। अब तिमीहरू आउनु त आयो, तर सबैजना यही मिलेर बस्नुपर्छ। सबैजना यही बस्नुपर्छ। कसरी रिसाउनु हुँदैन त ममा, नत्र फेरि बिमार बचिन्छ। मैले यही छेउमा एउटा लज बुक गरेको छु कि अलिक दिन त्यहीँ बस्नुपर्छ। त्यसपछि गोवा गएर बिलोमा बस्नुपर्छ। फेरि कहिले अस्ट्रेलिया, कहिले अमेरिका घुमी जिन्दगी बिताउनु न। अब यो बुढेसकालमा पनि किन त्यही क्याफे चलाएर बसिरहनुहुन्छ? बरु त्यो आयुषको पनि साह्रै माया लाग्छ भने त्यसलाई पनि सँगसँगै लैजाउँ। यहाँ आयुष भन्दा कहाँ छ? यहाँ त हाम्रो एउटा सुन्दर गाउँ छ। गाउँमा त तिमीहरू भानुको जिहान देखिन्छ। गाउँमा मलाई आमा भनेर बोलाउने, भान्जु भनेर बोलाउने, फुपू भन्ने, बडी भन्ने मान्छेहरू छ।
खानाहरू सम्झो बिसन्चो पो छ कि भन्ने आभास हुन्छ। के तिमीले सबैलाई उता लाग्न सक्छौ र? मम्मा त्यस्तो नानीले जस्तो के कुरा गर्नुभएको हौ? त्यस्तो बिचारको इमोसन्स नबोल्नु हो त्यसरी। अहिले डक्टरले सुन्यो भने फेरि जाति भएको छैन रहेछ भनेर सम्झेन नि। दिदी मात्र गाउँमा त अहिले पनि रोकढोक गरे है, आशीर्वाद चाहे, नमस्कार चाहे भन्ने संस्कार छ। टिका चिना भए पनि ए राजा भए भन्ने संस्कृति पो छ त। तिमीहरूको उतातिर के छ राजा? त्यहाँ त यस्तो टाढामा भएको आमालाई एक कल भन्ने धरि त हुँदो रहेछ। अरूको त छैन के हाँस्नु? ओ माई गड, हाम्रो मम्मा त कस्तो हो? मैले त केही बुझ्नु सकिनँ तपाईँलाई। मैले बोलेको बुझिन भनेको उदाहरण खाना बुझाइदिनुहोस् न। पैसा र सुविधा मात्र सार्थक कहाँ? आफ्नो जातिको मात्र स्वाधीन प्रेमभन्दा ठुलो अरू के कुरा हुन सक्छ? अरूलाई त बुझिएको हुन्छ त। होइन, यसो गरौँ, सबैले मेरो कुरो राम्रोसँग ध्यान लाएर सुन्नुहोस्। तपाईँहरू पनि यतिका वर्षपछि आफ्नो गाउँ फर्केर आउनुभयो बल्ल बल्ल। गाउँमा पनि दसैँ सकेर तिहारको रमझम सुरु भएको छ। तपाईँहरू पनि आउनुहोस्, सेलरोटी चाख्नुहोस्, लिगे दिन चढ्नुहोस्। तपाईँहरू सबैलाई हाम्रो सुन्दर गाउँमा स्वागत छ। Yeah.
Om Suryadevaya Namaha. Om Suryadevaya Namaha. Om Suryadevaya Namaha. कतै यो देहरादून कि त कश्मीर होइन
कतै यो मेरो भट्टेकार होइन कसरी जानु अच्छा नि एक नम्बर दुखेर चाहिँ बाँचे जस्तो नभए मरेको त काली छु होइन यो मेरै घर त हो यो आँखाले त धोका दिँदैन मलाई यो मेरै घर त हो म जन्मेको हुर्केको रोएको हाँसेको यो मेरै घर त हो यसरी बिहान बिहानै अर्काको घरमा आएर अर्काको फाँसीमाथि हापा गर्नुहुन्छ अनि कस्तो आँट भएको मान्छे रहेछ म त छक्कै पर्छु काका तपाईँ त हाम्रै काका होइन हुन त म धनमा नै हो कि तर त्यसरी बिहान बिहानै अर्काको गाउँमा अर्काको घरतिर बसेर के को तमासा गरेको छ म त छक्कै पर्छु ओजन काका तपाईँले साँच्चै चिन्नु भएन मलाई म कहाँबाट आएको होला थाहा छ तपाईँलाई तिमी त अर्कै प्लानेटबाट आएको हो कि क्या हो तिमी त एलियन हो कि क्या हो र पो बिहान बिहानै यताउति केही विचार नगरी अर्काको घरतिर पस्ने जता पाइने सुत्ने क्या हो मान्छे चाहिँ जाने पुरा भएछ तर त्यो जली काका जस्तो घर त्यस्तै रहेछ आइरहेको छ काका हेर्नुहोस् त मलाई म चाहिँ कस्तो भएछ तपाईँले साँच्चै चिन्नु भएन मलाई तपाईँको आशीर्वाद गाली सजेसन अनि माया हो काका तिमी त त्यो थियो नि हाम्रो क्याफे के आयुष क्याफेको आयुषको हो कि क्या हो तपाईँले साँच्चै चिन्नु भएन मलाई मैले त तपाईँलाई देख्न बित्तिकै चिनेको काका यतिका दिनपछि कहाँबाट आएको विश्वास यहाँ नयाँ ढाँचसँगै आएछ तर सानोमा मजा गरेको रमाइलो गरेको सबै चिजहरू सकिसकेर आएछ सानो छँदाको सबै राम्रो राम्रो कुराहरू पलायन भइसकेर आएछ त्यो अघि हाम्रो घरमा मान्छेहरू को काका आमाले पनि सिसा गर्नुभएको छ क्या हो के हो आमा खै उठ्नु भएको छैन बिचारी हुँदैन भने के भन्नु काका के हो मेरो आमालाई अहिले त्यो सानो केटाको हातमा चिठी पठाएको थिइस् तर अब मलाई सम्झाउनु पनि नबुझ्नु पनि म तपाईँको छोरो होइन यो सबै कुरा थाहा पाएपछि म बाँच्न नसक्ने भएको छु अब मलाई बिर्स दिनु चित्त बुझाएर अब आफ्नै छोराछोरीको मुख हेरेर बाँच्नु होला यति गम्भीर सत्य कुरा थाहा भएर पनि हामी दुवैले एकअर्कालाई अथवा आफूलाई पनि ढाकेर आमा छोरा नै भएको एक्टिङ गर्यो यो नै हाम्रो ठुलो भुल भयो मलाई माफ गर्नु लामा मैले तपाईँलाई अन्जानेमा धेरै दुःख दिएँ यो 15 वर्ष लामो हाम्रो आमा छोराको सम्बन्धलाई केवल एउटा नाटक थियो भन्ने सम्झेर सबै भुलिदिनु भयो तपाईँ नआउनु लामा अनि धेरै बाँच्नु मलाई अब कहिले नखोज्नु पनि किनभने तपाईँले यो चिठी पढ्दै गर्दा म त मरिसकेको हुनेछु आफूले खोजेको केही नभेटेपछि कसैलाई नपाएपछि अब म मर्न जाँदैछु मलाई नखोज्नु
बरु मेरो आत्मा शान्तिको लागि आशीर्वाद दिनुहोला। संसारमा आफ्नो आमा बाबा भएर पनि जति छोराछोरीहरू अनाथ बनेर बाँचिरहेका छन् तिनीहरूलाई पनि तपाईँको आशीर्वाद लाग्नेछ। तर तपाईँ नरुनुहुन्न आमा, बस तपाईँको आफ्नो भएर पनि आफ्नो हुन नसकेको छोरा म आइन्छु। यो नानीले त चिठी लगेर सिधै आमाको हातमा दिएछ। आमा त बिचरा चिठी पढ्दा पढ्दै त्यही बेहोस भएछ। अब त्यसपछि के भन्नु? डक्टरलाई जाँच गराएर हस्पिटलबाट छुट्टी भएपछि ठुली छोरीले केही दिन गोवा लगेर राखेको भनेर सुनेको थिएँ। पछि फेरि उहाँलाई अस्ट्रेलिया लिएर गयो भनेर सुनेको। त्यसपछि अब त्यसपछि त्यति नै हुन्छ। अनि त्यो पनि सुनौँ न, त्यो चाहिँ के भयो? मैले के भन्नु काका? अन्त मर्छु भनेर गएको बिचमा मरेपछि मरिस्। मर्नु त कहाँ मर्छु काका? कसैले नखोलोस् भनेर मन गएको मात्र भनेको थिएँ। तर मरेको जस्तो बाँचिरहेको काका। घरकै पैसा चोरेर हिँडेको मान्छे पहिला त सजिलोसँगै ब्याङ्कबाट पुगे। होटेलमा बस्दै जाँदा पैसा पनि टुट्दै गयो। त्यसपछि त्यही एकजना सेक्युरिटी गार्डको पनि काम गरेको काका। ओके, अन्त डेलिभरी बोयको काम पनि गरेँ। चिनाजाना पनि अलिक बढेर गयो। त्यसपछि दुबई लाग्यो काका। तर यति बिचमा दुःख चाहिँ पाउनुसम्म पाएँ काका। भेरी इन्ट्रेस्टिङ बट स्याड पनि। होइन के हो काका? तपाईँ निकै इङ्ग्लिस बोल्नु थालेछ त। अब के गर्नु बाबु, गाउँमा सबैले आफ्नो आफ्नो होमस्टे खोलेर बसेका छन्। यति इङ्ग्लिस त जान्नै पर्यो नि सबैले। बोल्नु जाँदैछ सबैले। किन नबोल्नु? कुन ठुलो कुरो छ? गुड मर्निङ, गुड आफ्टरनुन, गुड नाइट, ब्रेकफास्ट, डिनर, लन्च, वेलकम, कम अगेन। त्यति त हो। अम्बो, यो त राम्रो कुरा भएछ है काका। राम्रो त राम्रै भयो, तर यो भाषा सिकेर गाउँको बुढाबुढी केटाकेटी सबैले मेरो नाम चाहिँ बिगारेर बर्बादै गरेको छ। के गर्यो? कसरी बिगारेर हाम्रो प्यार काकाको नाम? मलाई त आजकल त सबैले ड्याम ड्याम काकु भनेर बोल्छ। पहिले चाहिँ मेरो नाम नबिगारे बाबु, तेरो प्यारो भन्dan काकाको नाम त दामी राखेछ। तर कहाँ देखिन्छ हाम्रो प्यारो भन्dan काकाको नाम? अन्त तँ अहिले दुबईबाट आएको होइन? पैसा त निकै लिएर आइछ होला। पैसै दिनु सकिन काका। यसको नाम कता छ काका? पछि सुनाउँछु ल। तर यति बिचमा मात्नु, ढाक्नु, झगडा गर्नु, नराम्रो कुरा खानु, अबदेखि काकु सब छोडिदिएँ मैले, सब। जे होस् छोरा, राम्रो भएर घर फर्किछस्। खुबै आनन्द लाग्यो सुनेर। अन्त साँच्चै हाम्रो आमाको कुरा चाहिँ के भयो काका? यो तेरो साथीहरू फेरि के जोसे करण उनीहरूले पनि गाउँमा गोवाबाट आमालाई छोरीले अस्ट्रेलिया लगेर गएछ। अनि अस्ट्रेलिया पुगेको हप्ता दिन नबित्दै आमा पनि बसबस आमा पनि उतै बित्नु भएछ। मन बल्यो मन बल्यो।
मन दुखा नलु अब हाम्रो गाउँ ठाउँको नक्सा नै चेन्ज भएको छ। मेरो अमेरिकाली दाजुले पनि भएको जग्गा जमिन सबै बिक्री गरेर तेरो नामको एउटा सानो घडेरी राखिदिएको छ अरे। अहिले पनि माया गर्ने तँलाई पनि माया गर्ने कोही मन्दिरको भेटिस् भने त्यही बस नसँग त्यही उन्नति गर्दा हो। आमाको इच्छा पनि त्यही हुनेछ अनि त्यसैले उहाँको आत्माले शान्ति पाउँछ। हामी पनि हेर्नु पर्छौँ नि त है। खुसी लाग्यो के भनेको खुल्लो भनेको के हेरि बसेको जान्न के भनेको फोटो भनेको ध्यानमा दाजुसँग आउने यो एडभोकेट नै आइपुग्यो है।
चार बेच्न लगाइन्छ हाल्यो तर यसरी आफ्नो हराएको कुरा घोसेरी धर्म पागल भन्नुहुन्छ त काका छोड्दैन मान्छेले त के भन्छ कस्तो मुख खुनिबस्छ हो हल्लामा विश्वास पनि त गरिहाल्नु हुँदैन पहिला कमानी काका यो आयुष त हरायो भन्ने हल्ला भयो कि अन्त फेरि यो आयुष त मरेको भन्ने हल्ला भयो अन्त फेरि यो आयुष त पागल भयो भन्ने हल्ला भयो लास्टमा कुनै पनि हल्ला त साँचो हल्ला रहेछ यो हल्ला त राम्रै हो तर यति बिचमा लाइफको कता हो कता टाढा यति बिचमा धेरै परिवर्तन पनि देखा मेरो जीवनमा पनि र यो गाउँमा पनि परिवर्तन भएको त राम्रै हो तर परिवर्तन चाहिँ सुख शान्ति अनि समृद्धिको लागि हुनुपर्छ सुन्नुहोस् है सर मेरो जिन्दगीको लामो अनुभव चाहिने के भन्छ भने परिवर्तन संसारको नियम हो परिवर्तन संसारको नियम हो यहाँ हरेक नयाँ कुरा एक दिन पुरानो भएर जान्छ अनि त्यो पुरानो कुरा सबैले हराएर जान्छ तर हामीले कहिले पनि आफ्नो आत्मसम्मान हराउन दिनु हुँदैन हाम्रो आत्मसम्मान हराउन दिनु हुँदैन हामीले यो परिचय हराउनु हुँदैन हामी पलायन हुनु हुँदैन हाम्रो गुण संस्कार संस्कृति चरित्र कसैलाई पनि पलायन दिनु हुँदैन कसैलाई पनि पलायन दिनु हुँदैन हाम्रो आयुष त साँच्चै नै धेरै ज्ञानी भएर आएछ यस्तो ज्ञानी कुरो गर्नेलाई केवल 2 जोडी मात्रै थप्पडी अरूले पनि थप्पडी मार्नु पर्दैन आएपछि पनि काका गाउँलेहरू चाहिँ गाउँकै मेलाटारमा पर्खेर बसिरहेको छ एकजना चाहिँ नि यही आउँदैछ ल को आउँदैछ मैले तिमीहरूलाई कोही पनि देखिन त जिन्दगी नै अँध्यारो भइसकेको मान्छेलाई किन स्वागत पनि गर्नु पऱ्यो र आउँदैछ होइन आइसक्यो ल आउनु पर्यो अब जिन्दगीमा अँध्यारो भइसकेको मान्छेलाई नयाँ बस्नु चाहियो भन्दैछ
papayipos.